गरिबको चमेली बोल्दिने कोही छैन। समाजवाद मान्ने हो भन्नेले संसदमा बोल्न पर्यो, पार्टीमा बोल्न पर्यो, यस्तो मञ्चमा बोल्न पर्यो के पर्दैन? ठुला ठुला सिद्धान्त र दर्शनको कुरा गरेर भइहाल्यो। जनता सुकुम्बासीहरू लखेटिएर आश्रयस्थलमा पुगेका छन्। सरकार के भनिरहेछ? आश्रयस्थलमा तुरुन्त जाऊ। कहाँ जाने? कहाँ जाने? अनि गीत के गाउने? गरिबको चमेली बोल्दिने कोही छैन। जसले लखेटिया छ उसैले त्यो गीत गाउने। यस्तो बिडमलाई रोक्ने समाजवाद चाहियो। के समाजवाद हो त्यो चाहियो। म त्यो व्यवहारमा जोड्नुपर्छ भन्ने जोड दिएर भन्दैछु। यो त्यसमा जोड्ने समाजवाद चाहियो। कम्युनिस्ट पार्टीले सर्वहाराको कुरा गर्यो। सुकुम्बासी यदि वास्तविक सरकारी जग्गा मिचेर खान पाउनुपर्छ भन्ने पक्षमा म पनि छैन। त्यस्तोलाई कारबाही गर्नै पर्छ। तर जो वास्तवमा पीडित छन्, श्रमजीवी छन्, विपन्न छन्, अनि तिनीहरूको संरक्षण गर्नु राज्यको पहिलो कर्तव्य हो। सीमाको रक्षा, जनताको सुरक्षा गर्नु राज्यको पहिलो कर्तव्य हो। जुन दिन यो कर्तव्यबाट राज्य च्युत हुन्छ, प्रधानमन्त्री च्युत हुन्छन्, त्यो प्रधानमन्त्री, त्यो राज्य, त्यो सरकारको औचित्य समाप्त हुन्छ। समाजवादले पनि त्यही भन्छ। यो कुरालाई स्थापित गर्ने समाजवाद चाहियो यो देशमा। अब अन्तर्राष्ट्रिय सम्बन्धको कुरा गरिहालौँ। संविधानको धारा 51 ड मा प्रष्ट रूपमा लेखिएको छ। म संविधान सभामा पनि थिएँ। हामीले संविधान दुःख गरेर 8 वर्ष लगाएर बनायौँ। त्यत्रो देशले तपाईँ अनि तिरेको करबाट 32 अर्बभन्दा बढ्ता खर्च भएको छ। अनि त्यहाँ के लेखेको छ त? नेपालको परराष्ट्र नीति, संयुक्त राष्ट्रको बडापत्र, असंलग्नता, पञ्चशलीका सिद्धान्त, विश्व शान्तिमा आधारित भएर नेपालको सर्वोपरि हितको आधारमा सञ्चालन हुनेछ। अनि खमा विगतका सबै सन्धि सम्झौताहरूको बारेमा पुनरावलोकन गर्ने र असमान सन्धि नगर्ने। त्यो लेखेको कति वर्ष भयो? त्यसपछि माथिल्लो कर्णालीमा जानुहोस्, असमान सम्झौता। अब महाकाली त त्योभन्दा अगाडि भइहाल्यो। त्यसपछि जानुहोस् एमसिसी, त्यसपछि जानुहोस् राज्य साझेदारी कार्यक्रम एसपिपी। अब अहिले सबभन्दा पछिल्लो जाउँ, भारतको गृह मन्त्रालय, सरकारवाला मन्त्रालय यो सुपुर्दगी सन्धिको पारस्परिक कानुनी सहायता सम्झौताको एउटा हिस्सा हो। अहिले संसारमा कानुनी सहायता सम्झौता गर्ने प्रचलन छ। अनि भारतको त्यसमा फौजदारी मुद्दाहरू हेर्नुपर्छ र त्यहाँ थुन्ने एकअर्काकोलाई कैदी बन्दीहरूको आदान प्रदान गर्ने कुरा समेत छ। त्यहाँ अनुसन्धान गर्ने कुरा छ, बयान गर्ने कुरा छ। अनि भारतको चाहिँ गृह मन्त्रालय, नेपालको न्याय कानुन संसदीय मन्त्रालय कस्तो लाग्यो तपाईँहरूलाई? योभन्दा अनि उताकाले जे भन्यो त्यो त मान्नु परेन? नेपालको कानुन मन्त्रालयले ती सबै फौजदारी कुरा ती एक एक अनुसन्धान गर्छ हो। नेपालको राष्ट्रिय हितमा आघात पर्दा जनताको आवाजलाई अभिव्यक्त संसदमा, सडकमा, कार्यक्रममा अभिव्यक्त दिने समाजवाद चाहियो नेपालमा। त्यसलाई जे समाजवाद भन्नुहुन्छ। किन भन्दाखेरि कार्ल मार्क्सको जमानामा अहिले मैले भर्खरै ल्यापटप चलाएर मैले पढेँ, त्यो पनि थिएन। मङ्गल ग्रहमा जहाँ पठाउने रकेट पनि थिएन। इरान र अमेरिकाको अहिले लडाइँ भइरहेछ। त्यो लडाइँमा अहिले हेर्नुहोस् त बटन थिचेर मात्र लडाइँ भइरहेछ। कार्ल मार्क्सको युगमा त्यो पनि थिएन। त्यसकारण अहिलेको अन्तर्राष्ट्रिय सम्बन्ध प्रत्येक देशले आफ्नो राष्ट्रिय हितमा आधारित भएर गरेको हुनाले नेपालको राष्ट्रिय हितको साधना गर्ने, विश्व साम्राज्य प्रभुत्व, अन्तर्राष्ट्रिय वित्तीय शोषणबाट नेपाललाई बाहिर ल्याउने कुन बाटो हो? त्यो बाटो, त्यही समाजवाद चाहियो नेपालमा। यो कुरा ग्रन्थमा लेख्नु पर्यो, पार्टीका दस्तावेजमा लेख्नु पर्यो, संसदमा बोल्नु पर्यो, सडकमा बोल्नु पर्यो, जनताको बिचमा बोल्नु पर्यो, कार्यकर्तालाई प्रशिक्षण दिनु पर्यो, तयार गर्नु पर्यो। मलाई तब के लाग्छ भने 1000 शब्दभन्दा व्यवहारिक पाइला एउटा शक्तिशाली हुन्छ भन्ने कुरा बल्ल मार्क्सवाद त्यहाँ लागू होला कि जस्तो मलाई लाग्छ। तर यसको अर्थ मैले के भन्न खोजेँ आएन भने झलनाथ कामरेडले यो बहस गरेर यसको कुनै अर्थ छैन भन्ने होइन। त यो विचारलाई स्पष्ट बनायो भने आज हिजो हामीले जुन एउटा बिन्दुमा जनताको बौद्धले जमरात भनेका थियौँ, अब देशमा राजतन्त्र पनि गइहाल्यो। अब हामी अहिले लोकतन्त्र बनाएका छौँ, संहितामा गएका छौँ। साँच्चीकै भन्नुहुन्छ भने फेरि मलाई संहिता विरोधी नभन्नुलाई, मार्क्सवादले त राज्यलाई बलियो भयो घेर्न चाहन्छ। मार्क्सवाद र संहिता एकअर्काका विरोधी हो। दर्शनकै बहस गर्ने हो भने
तर चिनमै पनि त संहिता छ नि, हामीले देखाएको छौँ। किनभने यो समयको आवश्यकताले गर्छ यो कुरा। त्यसकारण हाम्रो यो देशलाई अब हाम्रो भाषा, अब म यो देशलाई बचाउनु पऱ्यो नि। पहिले त देश बच्यो भने होइन त्यहाँ समाजवाद आउला के आउला। देशै हातमा रहेन भने त हामीले हेर्दा हेर्दै सिंहदरबारको माथि सिंहको हातमा थामिएको नेपालको झन्डामा आग लाग्यो नि, लागेन? त्यसलाई जोगाउने समाजमा चाहियो कि चाहिएन? त्यसकारण अब म अन्तिममा म के यहाँहरूको अगाडि विनम्रतापूर्वक भन्न चाहन्छु भने आजको संसारलाई बचाउनुको लागि प्रत्येक देशको आफ्नो, अब सेनाहरूले त सौम्य शक्ति भन्छन्, हामी राजनीतिशास्त्र पढ्नेहरू नरम शक्ति पनि भन्छौँ, अङ्ग्रेजी भाषामा सफ्ट पावर भन्छन्। हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो मौलिकता, हाम्रो कृषिमा आजकल हेर्नुहोस् पुनरुत्पादन नहुने बिउ छ। आज असार 15 हो। म तपाईँहरू मार्फत म आफू स्वयं पनि नेपालका सबै किसान र नेपाली जनतालाई हार्दिक शुभकामना दिन चाहन्छु र म आह्वान गर्न चाहन्छु, पुनरुत्पादन नहुने बिउ जिएमओबाट र त्यो बिउ बेच्ने साम्राज्यवादी प्रभुत्ववादीबाट यो देश बचाउँ। त्यसलाई बचाउने समाजवाद चाहियो यो देशमा। अहिले तराईका धेरै ठाउँहरूमा पुनरुत्पादन नहुने बिउ, हाम्रो मौलिकता ध्वस्त हुँदैछ। अब म यहीँनिर आएर टुङ्ग्याउने एउटा अन्तिम कुरा भन्दैछु। भाषा, हाम्रो संस्कृति, हाम्रो जीवन पद्धति, हाम्रो इतिहास, आजकल इतिहास पढाउनु छोडिँदैछ। जुन देशको राज्यले इतिहास पढाउनु छोड्छ त्यो देशको अस्तित्व रहन्न। म ठोकुवा गरेर भन्न सक्छु। पृथ्वीनारायण शाह राजा हुन्। आजको कम्युनिस्ट दर्शनभित्र, द्वन्द्वात्मक भौतिकवादभित्र पृथ्वीनारायण शाहको स्थान छैन, राजतन्त्रै छैन। तर नेपालको इतिहास हो त्यो। भोलिको पुस्ताले नेपाल कसरी बन्यो, अङ्ग्रेजबाट बचाउनलाई के गरिएको थियो भन्ने कुरालाई राम्ररी पढेन भने अनि के हुन्छ त, अर्काले उरालेको भरमा 5 घन्टाभित्रमा देशमा अभूतपूर्व विध्वंस हुन्छ। त्यो विध्वंसमा आगो लगाउन जाँदाखेरि स्कुलको पोसाक लगाएका भर्खरका केटाकेटीले कहाँ आगो लगाउँदैछौँ, हाम्रो भविष्यमाथि आगो लगाउँदैछौँ कि छैन भन्ने कुरा बुझ्दैन। त्यसकारण देशको इतिहास, संस्कृति, मैले खराब संस्कृति भने होइन, खराब संस्कृति त परिवर्तन गर्नुपर्छ। भाषा, जीवन पद्धति, लोक संस्कृति, साहित्य सबैको संरक्षण गरेर नेपाल भनेर भारतको चीनको बीचमा ठाडो शिर गरेर हिँडाउन सक्ने समाजवाद नेपाललाई चाहियो। त्यो मार्क्सवाद लेनिनवाद चाहियो। अब मार्क्सवाद लेनिनवादको व्याख्या त्यसरी हुन सक्छ र भनेर मलाई कसैले प्रश्न गर्छ भने मार्क्सवादमा त जे पनि भेटिन्छ। दिनदिनै लडाइँ बन्दुकले मात्रै, वर्ग सङ्घर्ष मात्रै गरौँ भन्ने पनि भेटिन्छ। होइन, 2 पाइला लेनिनले व्याख्या गरेको 1 कदम अगाडि 2 कदम पछाडि भन्ने पनि त्यही भेटिन्छ। चीनको किसान गाउँले सहरलाई भेट्यो भन्ने पनि त्यही भेटिन्छ। रुसको सहरी क्रान्ति पनि त्यही भेटिन्छ। यो त देशको आवश्यकता अनुरूप हुन्छ। तर मूलभूत रूपमा त्यसका मूल प्रस्तावनाहरू गरिब, श्रमजीवी जनता, देशको हित, आम जनताको कल्याण, जनताको अधिकार, साहित्य, संस्कृति, भाषा आदि इत्यादिमा एउटा प्रगतिशील देशलाई अगाडि बढाउने कुरा मुख्य त्यसका आधारभूत कुरा हुन्। त्यसकारणले गर्दा हामी मार्क्सवादलाई आजको युग अनुरूप हाम्रो देशको सर्वोपरि हित, जनताको हित, न्याय, समानता आदि इत्यादिमा राखेर अब यसलाई जसरी झलनाथ कमरेडले यसलाई बहसमा ल्याउनु भएको छ, यो बहसलाई हामी अझ गहिरो एकदमै छलफलमा अगाडि जाउँ। यसको लागि उहाँले आरम्भ गर्नुभयो, धन्यवाद छ।